ल माछे बजार घुम्न जानेहरुको एकदम आज नयाँ वर्ष मनाउन जाँदैछु है हामी सबैजना हेर्नुस् ए बाटो ओ त्यता होइन र यता रे यता हौ मलाई नि यो पर जस्तो लागेको नि हामी त पहिले त बारी बारी आएको थियो यता होइन ऊ पर बाटो ओ ब्लगर अंकल बाटो बिराउनेहरु यहाँ बाटै नदेख्नेहरु बजार हेर्नु गएको छ आज कहाँ पुरा छ माछे बजार भनेर फेरि माछाको पोखरी नदेख्ने होला नि माछे पोखरी तल है के त हामी चाहिँ रोड पुरा अब नयाँ वर्ष मनाउनको लागि यसो माछे बजारतिर माछा हेर्न जाँदैछु है गाइज तपाईलाई म माछे बजारको माछा देखाउन जाँदैछु सबैजना हेर्दै जानु होला पुरै माछे बजार हेर्ने माछा हेर्नु यो घरतिर पो जति बाटो माछे बजार गएको बाटो नै कता कता पर्यो माछे बजार जाउँ है माछा हेर्नु बाटो बारी बारी हो बारी बारी चलो 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 माछे बजारको माछा हेर्नु चलो गोबर गोबर छ त भैँसीको भैँसीको ओ बाटो बिराएर कहाँ हिँडेको ए जङ्गल जङ्गल धजेको गाउँतिर धजे डाँडातिर आइपुगेछ यहाँ गाउँ माछे बजार गएको मान्छेहरू धजे रे यो तल त माछे जाने कि धजे डाँडातिर जाने हो एउटा नल्छीको राजा यो काम नपाएको यहाँ के खोजेको यो मेरो ओ मेरो हामी मात्र फोटो नाच्ने मान्छे चलो चलो भातोला फेरि बल्ल हिजुलेको थियो माछे बजारको माछा हेर्न हिँडेको गाइजहरू आज चाहिँ यस्तो छ है हाम्रो चाहिँ बाटो यस्तो छ Malindo guys, Malindo. कहाँ छ छिप्यो चाहिँ मिल्छ अनि पाके त गुल्यो नि त यो यसमा थुप्रो छ यो तान्नु ल अलि हुन्छ तान्दा कहाँ भेट्नु छैन नि ओइ उयो तान्दै छ अहिले मैले नखानु के तान्नु कसले चिनेको थिएन यो बोटमा होइन मैले हेरिरहेको तर यो कलरै देखिन्छ म जानै देखेन हेर्दै गएको मैले पनि तर पाकेको त रात रात उयो ठुलो रात तान्दै हो उता तान्दै उयो छ न उता उयो टुप्पा तान्दै हो नि उता त्यसको उयो ठुलो आउँछ झ्याम्मै यहाँ छ त यहाँ देखिन हौ त्यो ठिकै छ होइन तान्ने यो सबैले त्यसमा झ्याम्मै छ झुन्डिया रुखमा तान्ने यो हो रुखमा छ रुखेको मलिन्दो है गाईहरू यतातिर नयाँ वर्षको याद है खाना आउनु होला यो केटी बेको यो केटी रुख भाजार सक्यो लु माछे बजारको माछेले अहिले मार्ला माछेले खेदा पनि छैन कहाँ रुखै भाषा र बजार हेर्नु कहाँ मलिनो टिपेर हेरा पठाउनु
म पनि यो बाटोमा जन्ती यसरी हिँडाउनु पाएँ म क्या यति जन्ती भयो भइहाल्छ नि धेरै मान्छे पौड्यो मान्छेहरू भाग्यो छैन यत्रो जन्ती देख्यो यता फेरि हेर्न पुरै सानो छ यता बच्चा पाके जस्तो रातो रातो अलि पनि छानेर खानु पर्यो नि त अनि अलि यस्तो गर्नु न आम्मामा यो के हो यो भाइरल ब्याग हो भान्जी भाइ भाइरल ब्याग गरेको छ फेरि के बोकेछ भाइरल ब्यागमा चाहिँ पुरा खतरा भ्लगर हुँदैछ भान्जी पनि पुरा भाइरल ब्याग बोकेर माछे बजार हेर्नु हिँडेको मान्छेहरू अर्को बाटो आएर यता गाउँको जन्ती हिँडेको जतिकै छ लु भैँसीले पनि तल्देखि पुरा मजाले हेर्दैछ को मान्छे हो यो जन्ती आएछ भन्दैछ यो चाहिँ कुन गाउँ पऱ्यो भने धजे गाउँ भन्दैछ खै हो कि होइन आमा ऊ माथि गाडी त एउटा फुल आइरहेको छ प्याक भएर हामी पनि त्यस्तै रिजर्भ गाडीमा अब भइहाल्छ रहेछ नि गाडीमा ठ्याक्कै पुगिहाल्छ यो पानी त खानु मन लागेको थियो तर कति अमिलो यो चाहिँ मलिन्दो गाईहरू पाकेको छैन हल्का हल्का खाँचो खाँचो अमिलो एकदम दामी छ अमिलो चाहिँ अमिलो मनपर्नेलाई चाहिँ एकदम दामी छ अनि हामी चाहिँ यता गाउँघरतिर आइपुगेँ आज 2082लाई छोड्दै 83 सालको उपलक्ष्यमा हामी चाहिँ यतातिर घुमघाम गर्नु हेर्नु नि यहाँ भेडा एक्लै सानो पाठा पनि रहेछ पर यसलाई भोक लाग्यो के भयो पुरा यस्तो छ बारीमा मकै फलिसक्यो उता नि मकै छ मकै बारी गोठ भैँसीले कसलाई हेर्दैछ भन्दैछ यहाँ जन्ती पार्टीलाई हेर्दैछ आज बिहे कसो गर्ने भने त्यो चाहिँ कन्फ्युज भइरहेको अमिलो नपाएको नि गुल्यो नि यहाँ गाउँको पुरा निगाला फुलेर होइन फेरि पुरै निगाला फुलिसकेछ बुढो भएछ निगाला पनि गाडीको बाटो पनि रहेछ रोड पुरै सोलिङ हानी गरेर ओइ साइली ओइ यो खोला नि छैन पुल चाहिँ कहाँबाट आयो खोला बिनाको पानी पनि छैन पुल मात्रै छ ल हामी चाहिँ माछे बजारको एकदम ढुङ्गे धारा एउटा गाई जग्गा चाहिँ पानी छैन अहिले खाने भिडियो गर्छ ल यहाँ पर चाहिँ माछा पोखरीको बजार यहाँ पर छ हामी चाहिँ यतातिर आइपुगिरहेको छ माछा पोखरीको माछा हेर्न हामी पनि यसो आइदिएको हिँड्दा पुरै थाकिसक्यो गाह्रो छ माछा बजार हेर्ने यस्तो जङ्गलको बिचमा माछा पोखरी डाँडा काँडा चाहिँ पुरै बादल पर छिर्यो हामी चाहिँ ल दर्शन माछा बजारको ल माछा पोखरीको ल है गाइजहरू हामी चाहिँ आइपुग्यो वाउ हेर्न कस्तो स्नेक यता गोरु गयो
माछा पोखरीको माछा बजारतिर भान्जी दर्शन गर्दैछ यता यो चाहिँ माछा पोखरी परेको छ माछा पोखरी खोइ कहाँ छ तिनीहरू नेपालको झन्डा फर्काउँदै पुरै त्यहाँ चाहिँ पुरै गौतम बुद्धको यहाँ रहेछ माछा चाहिँ पुरा रनिङ हान्ने खोइ माछा उयो हान्दा उता हो त्यहाँ हाल्नु त्यो चारो त्यो त राम्रो देख्दैन म माछा बाजे को बाजे ओहो माछा पोखरीको माछा हेर्नुहोस् गाइज उही मेरो हातै माछा पोखरीको माछा त्यहाँ छ है ल म भिड त हेर्नु यहाँ भिड 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 चिन्ने ठाउँ छैन हेर्नु न मान्छे त अहिले पो यता सबै भिड भयो भिड बाटो रास्ता छोडौँ थोरो थोरो मान्छे त अहिले पो भिड भयो त मान्छेको भिड चाहिँ अहिले पुरै माछा हेर्ने मात्रै सबै माछा हेर्ने माछाहरू मात्रै छ है छोटो माछा पोखरी हेर्ने मान्छेको भिड माछा देख्नुभयो तपाईँले यहाँनिर माछा छ ल माछा पोखरीको ल माछा पोखरीको माछा पनि हेर्न आइपुग्यो दुई भाइ केटाहरू यहाँ छ है यिनीहरूको आफ्नै तालमा छ सर्पसिकी छु 18 आउँछ 15 कता गयो सर केटीहरू त नि आउँछ 16 सर्पसिकी छु 18
सर्वश्री छो 19 आमचोक 16 सर्वश्री छो 20 आमचोक 16 सेकेन्ड टाइम आउट भयो आमचोक र यहाँ सम्पूर्णमा म फेरि पनि अनुरोध गर्न चाहन्छु कृपया आफ्नो सवारी साधन हाम्रो यस खेलमा यस्तो भिड छ अनि मात्रै लाउने यस्तो भिड छ त अनि मात्रै कहिले पाला आउँछ सब छेउमा यही मात्रै सामान मलाई किन उठाउनु मजाले मात्रै भिडाउनु यहाँ चाहिँ विभिन्न जडीबुटीहरू दाजु ठिकै छ दाजु म भिड त हेर्नु यहाँ भिड छिर्ने ठाउँ छैन हेर्नु न मान्छे त अहिले पो यता सबै भिड भयो भिड बाटो रास्ता छोडौँ थोरो थोरो मान्छे त अहिले पो भिड भयो त मान्छेको भिड चाहिँ अहिले पुरै माछा हेर्ने मात्रै सबै माछा हेर्ने माछा हेर्ने मात्रै छ छोटो माछा पोखो हेर्ने मान्छेको भिड माछा देख्नु भयो तपाईले यहाँनिर माछा छ दुई भाइ केटाहरू यहाँ छ है यिनीहरूको आफ्नै तालमा छ सभापति श्री चन्द्रबहादुर गुरुङज्यूलाई पनि अतिथिको आशीर्वाद गरिदिनुका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ जङ्गल जङ्गल मान्छे बस्नु पर्यो यो रुख घाल्नु पर्थ्यो यो रुख जङ्गल जङ्गल गेम हेर्नु खोइ सबिना बोलाएन ती फोन फोनमा बोलिरहेको थियो त यहाँ आइपुगेछ यो त फेरि ड्रोन उठ्यो होइन उठ्यो पखेटा उडिरहेको छ यहाँ यो पखेटालाई झाँदै झट्टै हानेर किन आएको माथि यो भाँचेर हाम्रो पुरुष तर्फको भलिबल प्रतियोगितामा अब हाम्रो अन्तिम फाइनल गेममा हाम्रो मकान गाउँपालिका 5 छपन नगरपालिकाको चाहिँ फाइनल गेम हुन लागिरहेको छ पक्कै पनि यहाँको नीतिगत रूपमा अनुशासित रूपमा सम्पूर्ण दर्शकहरूलाई रोचक हुने खालको खेल प्रस्तुत गरेर विजय गर्नुहुने हुनका लागि हुनेछ भन्ने शुभकामना दिँदै आज हाम्रो यो चिचिला गाउँपालिकाको धार्मिक स्थल मध्यपोखरीमा सम्पूर्ण हाम्रो दर्शक अथवा हाम्रो पर्यटक महानुभावहरू ल यहाँ चाहिँ फोटो खिच्नेको भिड है गाइजहरू पुरै पालै आउँदैछन् है फोटो खिच्ने
माल पाउनु छैन लाइन जोडिन चाहन्छौँ। भाइ त मान्छेको होइन को भएको त म एक्लै छु ए कहाँ उ पनि आएको बिस्तारै बसे पोखरी अब हामी नासु बसाउँदै नबोल्नेलाई बोलाउनु भन्थ्यो तिर्को फुलको माया बाटैमा छोडेको छैन है हामीले छैन है हामीले यो माया तिमीले मन्दिरले शिरको फुलको माया कहिले नभुला छैन है हामीले छैन है हामीले लैदियो माया दुबैको मन्दिरले शिरको फुलको माया शिरको फुलको माया कहिले नभुला एकचोटि मोक्ष पोखरीको हल्ला चल्छ यो मायाको मुहार हँसिलो मुहार हँसिलो ए मुहारमा दिलमा बसेको शिरको फुलको माया कहिले नभुला मुहार हँसिलो मुहार हँसिलो ए मुहारमा दिलमा Come on, come on, come on, baby! हमको बाला चाचरी खानेको लारीलाई आफू चौपन चाचरी गएको यो बारीलाई झमझम निस्तकोट आयो ढकाउँदै झमझम निस्तकोट हमको बाला चाचरी खानेको लारीलाई आफू चौपन चाचरी गएको यो बारीलाई बाबरी फुलको बोट आयो ढकाउँदै आयो ढकाउँदै झमझम निस्तकोट आयो ढकाउँदै झमझम निस्तकोट गुड मर्निङ चिचिला आज चिचिला बजारतिर यस्तो बिहान बिहानै पुरै बादलै बादल लागेको छ एकदम यो साउन्ड भदाउको जस्तो बादल लगाइरहेको छ गाइजहरू हेर्नुहोस् पुरै केही देख्दैन चिचिला बजारै देख्दैन हेर्नुहोस् न पुरै बादलै बादलले ढाकिरहेको छ यता तल चिचिलाको स्कुल यहाँ तल लाली गुँरास पनि फुलिरहेको छ हेर्नुहोस् न टक्क खासै राम्रो देख्दैन पुरै बादलै बादल लागेको छ यहाँ तल चिया बगान पनि छ यो तल बादलले गर्दाखेरि केही पनि देखिँदै छैन आज चाहिँ हामी चिचिला बजारतिर हल्का यसो घुमघाम भनौँ बिहान बिहानीको मौसम
यस्तो छ उता भान्जी जाडो लाग्दैछ बिहान बिहान चिसै हुन्छ यहाँ चाहिँ अहिले एकदम चाहिँ डाँडा हाइट भएर पुरै चिसो चिसो छ यतातिरको चाहिँ मौसम गाइडहरू चिचिला बजार हल्का हल्का देखिँदैछ बादलले खासै देख्दै छैन हेर्नुहोस् न यस्तो छ चिचिलाको मौसम पुरै गाह्रो छ चिचिलातिर यस्तो मौसम छ आज चाहिँ पुरै केही देख्दै छैन मान्छे पनि छैन हेर्न हामी मात्रै छ बिहान बिहान हामी चाहिँ यसो निक्लेको बिहान छैन कोही पनि पुरै बादल लागेको छ चिसोले गर्दाखेरि घरको मान्छेहरू निक्लिँदै छैन हामी चाहिँ यसो चिसोमा हिँडिदिएको नि पर चाहिँ रहेछ अब त्यो त बजार लाइन भइहाल्यो अलि त्यही भएर यो चाहिँ प्रायः चौकी चिचिलाको है ट्राफिकको नियम पालन गरौँ सभ्य नागरिकको परिचय दिऊ ओके हामी त सवारी साधन बिनाको मान्छे यस्तै छ चिचिला बजारतिरको बिहान बिहानको मौसममा हामी चाहिँ चिचिलाको लास्ट ठाउँतिर आइपुग्यो गाडीहरूको पार्किङ रहेछ यहाँ चाहिँ ब्याङ्क पनि रहेछ प्रभु ब्याङ्क अरे यता चाहिँ हाम्रो दारी लामा चोक भन्ने रहेछ यहाँ चाहिँ दारी लामा ज्यूको चाहिँ स्तुपा बनाएको रहेछ हेर्न सक्नुहुन्छ तपाईँहरूले दारी लामा चोक चिचिलाको यस्तो छ